हेलो गाइस, हामी चाहिँ आज पासपोर्ट रिन्यू गर्न हामी केलतिर आइपुगेको छौँ। नेपाली एम्बेसीमा आइपुगेको छौँ। डिस्काउन्ट भयो भने छ होला नि यत्रो टाढो। गुड मर्निङ केल। बिहानको यो सुन्दर समय केलतिर बस्दिरहेको छ। जताततै अर्कै अग्लो छ। रमाइलो छ। दाइको चाहिँ सानो पसल चाहिँ यता छ। अर्को होटल चाहिँ यता साइडमा छ। यता चाहिँ मोबाइलहरू कस्मेटिक पसल जस्तै रहेछ। चाहिँ एम्बेसीको छेउमा छ दाइको चाहिँ। तपाईँको केही पासपोर्ट रिन्यू गर्ने बेला। गुड मर्निङ दाइ। मर्निङ भाइ। मर्निङ। सबैजना यहाँ आउनु होला। दाइकोमा मिठो खाना पनि पाउँछ। आज हामी पनि त्यहीँ खाना जानेछु। साथसाथै केही समस्याहरू भयो भने चाहिँ पासपोर्टहरूको केही रिन्यू गर्ने बेलामा घर जान पर्यो, घर फिर्ती कार्यक्रमहरू हैन, हजुर त्योहरू सबै गरिन्छ। हामीले मान्छेहरू भिजिटमा ल्याउने हैन, हजुर यो सम्बन्धी पनि गर्छौँ। हजुर सबै नेपालीहरू, हामी सबै नेपालीहरू अब विदेशमा आइसकेपछि होइन, त्यही त हो नि। अब एउटा नेपाली अर्को नेपालीलाई सहयोग गर्ने होइन, त्यही हो मानवता हुने होइन। हस् त, ल धन्यवाद। हस् त। हेलो गाइस, गुड मर्निङ। नेपाल एम्बेसी मलेसिया पुरा लाइन पासपोर्ट रिन्यू गर्नको लागि। अझै पनि गेट खुल्ला गरेको छैन। पुरा लाइनमा छ। गाह्रो छ। नेपालमा पालन साल फेरि गरेर कुन चुरोट हो? ओहो, नेपाली चुरोट पनि रहेछ त। खाने हो यो दाइले खान्छ। खाने हो बटै लिएर एउटा एउटा दिनेहरूले नेपाली यो दाइले टिकटक स्टार दाइले खान्छ। होइन एउटा पठान र बङ्गाली दुबईमा, मलेसियामा फिलिपिनो र मलेसिया बुढी मलेसिया पनि छन् पठानी बङ्गाली। दुबई गयो बुढी। मेरो कम्पनी पनि होइन, हामी सरिफ मान्छे हो। त्यस्तो गर्दैन हामी राम्रो राम्रो खालि हेर्ने हो। हेर्नु पर्छ।
के बोल दो। हम हैं, हमारा दोस्त लोग है, मेरा दादू लोग है, हम लोग आए हैं पार्टी करने, पार्टी नहीं पासपोर्ट बनाने। पासपोर्ट क्या करें, हम लोग एक्सपायर हो गया है, अभी नया रिन्यूअल करेगा, नया बनेगा। त्यस्तै हो। नेपाल घर किधर से? नेपाल किधर से? नेपाल जनकपुर जिल्ला। जनकपुर जिल्ला हुम्सा जिल्ला हो। सुन्नु भएन क्या तपाईँले पेनाङ भन्छ कि गाउँपालिका नगरपालिका हो। बुटो जस्तो सुन्नुभयो क्या दिहाल उदयपुरका के जाओस् त? चिनेको मान्छे होला नजिक। नदेखाऊ क्या अहिले यहाँ बुढीलाई देख्यो भने फेरि कुन ठाउँ बुढी बिच्किन्छन्। बुढी त ए मलेसियामा त यस्तो बुढी लिएर बसेर रहेछ शनि देश घर भनेर फेरि यता फेरि झ्याप्पा लगाएर अहिले चाहिँ टोकन सोकन सबै पाइसक्यो। अब चाहिँ पुरा बसिरहेको छु। पाला आएपछि चाहिँ आएपछि चाहिँ काउन्टरमा जाने, त्यसपछि चाहिँ फर्महरू बुझाउने, त्यसपछि चाहिँ सबै त्यसपछि डेटतिर कम्पनी चाहिँ एउटै पर